त्यो बल्ल पो हाइलाइट हो त्यसै पब्लिक फिगर खिच्नु पर्यो कि बरु कसैले बरु आज आर्मीलाई सोझो सेटमा हराइयो कस्तो भयो गेम आज राम्रो भयो हाम्रो पाहुना खेलाडी पाकिस्तानी इन्टरनेसनल प्लेयरहरू आउनुभएको थियो उहाँहरूको सपोर्टले गर्दा हामीलाई अलिकति खेल्न सजिलो भयो राम्रो भयो जस्तो हिजो बेन्चमा हुनुहुन्थ्यो आज रिकभर भएर उसमा आउनुभयो कस्तो भयो हिजोको र आजको यो अलिकति मैले मेडिसिन भन्नाले अब आइसहरू सेकेर मिलाएर अब हाम्रो थेरापीको सर हुनुहुन्छ हाम्रो हरेक टिममा चाहिँ 1 घन्टा थेरापीको व्यवस्था गरिदिनु भएको रहेछ उहाँहरूलाई थ्याङ्क यू उहाँहरूले गर्दा नै अलिकति थेरापी गरेर अलिकति सजिलो भएको छ आज चाहिँ भोलिको दिनहरूमा त्यो बल्जिने समस्या त्यस्तो केही त्यही भएर म अलिकति बिस्तारै खेलिरहेको छु टिमको लागि अब खेलिरहेको छु बिस्तारै खेलिरहेको छु अब सब नहोस् कुनै पनि खेलाडीलाई नहोस् भन्नु जस्तो पहिलो सेटमा चाहिँ 17 थियो हाम्रो उतापट्टिको आर्मीको 5 थियो त्यत्रो चाहिँ अन्तर भएकोलाई फेरि आर्मीले धेरै नै अब 17 सम्म पुर्यायो फेरि त्यो के अझै खेलमा तालमेल नमिल्या हो उहाँहरू इजी रूपमा खेल्नु भएको छ अहिले बिस्तारै अब टाइट टिम हो त्यही पनि गेम खेल्दा अब टाइट सुरु सेट चाहिँ टाइट नभएर उहाँहरू चाहिँ अलिकति बिस्तारै खेल्नु भएको थियो त्यही भएर नम्बरमा अलिकति अझै विदेशी र अब हाम्रो चाहिँ हुन त पहिला पनि तपाईँहरू उनीहरूसँग खेलिसकेको पनि हो होइन एकजना मात्रै बाहेक होइन मिल्न पर्ने हो तर अझै के मिलेको छैन हाम्रो उहाँहरूसँग कम्बिनेसन चाहिँ अलिकति मिलेको छैन उहाँहरूको फाल्ने पास र हाम्रो हाल्ने पासमा अलिकति फरक छ भिन्नता छ उहाँहरूको धेरै माथि हाई रिजमा खेल्नुहुन्छ उहाँहरू हामी अलिकति लो रिजमा खेल्छौँ हामी अलिकति त्यही भएर अलिकति रिज चाहिँ मिलिरहेको छ जस्तो अब गण्डकी पुलिस त्यसै गरेर हेल्थ नेपाल अब 6 अङ्कका साथ अब तालिकामा अगाडि छन् अब हुन त गेम अझै 5 गेम खेल्न बाँकी छ अहिले अनुमान चाहिँ के गर्न सकिएला अब गेम हामी फाइनल उपाधिको लागि फाइनलसम्मको यात्रा अगाडि बढ्न सक्ला वा नसक्ला अनुमान के कस्तो छ हेरौँ अब गेम टप टिमहरू हुनुहुन्छ हाम्रो नेपालबाट पाकिस्तानी खेलाडी आउनुभएको छ अनि नेपालको अहिलेको टप टिम पुलिस क्लब अनि हाम्रो एपिएफ पनि छ अनि त्यसपछि मणिमुण्डबाट हाम्रो इन्डियाको प्लेयरहरू आउनुभएको छ सबै उस्तै टिम छ अब भन्न सकिन्न गेम अब कसको राम्रो हुन्छ अब भन्न सकिन्न पाकिस्तानी सेटरसँग खेलिराख्नु भएको छ सेटरसँग खेल्न कतिकै कस्तो भइरहेछ उहाँहरूसँग त्यही त मैले अघि नै भने अलिकति हाम्रो रिजमा चाहिँ अलिकति समस्या छ हिजोको भन्दा आज चाहिँ अलिकति गेम सुधारिएको भन्न मिल्छ सायद हिजो चाहिँ अलिकति इजी रूपमा खेल्नु भएको थियो त्यही भएर अलिकति गेम टाइट हुनु थियो त्यही भएर आज अलिकति सुरुबाट नै टाइट खेल्नु भएको थियो त्यही भएर अलिकति सुरु सेटमा चाहिँ अलिकति सजिलो भयो टिम सेटअप अथवा कम्बिनेसन पनि मिल्दै पनि गयो होइन हजुर तपाईँहरू प्र्याक्टिस गर्न पाएको छैनौँ हामी उहाँहरूसँग त्यही भएर टाइम लाग्छ अब खेल्दैछौँ अब 2 गेम भइसकेको छ अब भोलि पर्सिमा यसो अलिकति मिल्छ कि भन्ने आशा छ आर्मी बलियो टिम हो अब आर्मीलाई चाहिँ सोझो सेटमा जितिएला भन्ने अनुमान के थियो पहिला तपाईँहरूको ब्रिफिङ चाहिँ गेममा त्यस्तो केही भन्न सकिन्न अब कसको गरी कसको लाग्छ कसको लाग्दैन अब हामीले चाहिँ सुरुबाटै सर्भिस टाइट भएको हुनाले उहाँहरूलाई अलिकति असहज भयो हामीलाई सजिलो भयो त्यही भएर चाहिँ उहाँहरू एकदम राम्रो प्लेयरहरू हुनुहुन्छ त्यही पनि अब अलिकति सानोतिनो कमजोरीले गर्दाखेरि उहाँहरू चाहिँ अलिकति समस्यामा पुग्नु भयो हुन्छ हस् धन्यवाद संवादको लागि धन्यवाद